त्यही जङ्गलमा अनि यताबाट चाहिँ अटो गइरहेको थियो अँ अरे अनि सिधै गएर पड्काएको छ अटोलाई अटो त कच्चाकुच्ची भएछ र अटो त हुन्छ अन्त मान्छे कसो के हो है अनि त्यसको यहाँबाट यहाँसम्मको हड्डी छैन खराबको रूपे म त त्यही भएर काहीँ नजाने बाइकमा साइकलमा साइकलमा चाहिँ हिँड्ने गाडीमा यताउता टाढा कहीँ जानु हुँदैन बरु घरमै बस्ने के अरे अनि त्यो खुट्टा मात्रै भयो नि त भित्र आन्द्र धरी फुटेछ अरे अस्ति एकजनाको उता कता काठमाडौँतिर हानेको मुटुै बाहिर निक्लेर गरिरहेको छ भिडियोमा यो चल्दैछ मान्छे त कुखुराको जस्तो त नि है पुट रगत दिन नपाएर होला नि उसले रगत नपाएर चर्लक्क मुटुमा त खसेको टिकौलीमा भयो मान्छे हात यस्तो गरेर गाडीले चेपेको हात यस्तो हात मात्र बाहिर निक्ल्यो केटी मान्छे के त्यही भएर गाडीमा हिँड्नु राम्रो होइन के मान्छेले बनाउनु त बनायो तर यस्तै खाले बनायो के हतार हुन्छ सबैलाई जसलाई नि हतार यता नि हतार उता नि हतार जसलाई नि हतार भएपछि त फेरि के यो दले मिल त दले के भयो याले यत्रो सम्पत्ति ओगटेर लिसक्यो चाहिँ त्यहाँ किन जानु परेको थियो कि भेट्नलाई भेट्न गए अनि बरु त्यहाँ भित्र पस्नै दिएन छोराचाइलाई भेट्न गएको छोराचाइलाई अनि पहिल्यैदेखि बुढीको नाममा थियो यो जग्गा जग्गा दलेको नाममा थियो अनि पछि कसरी बुढीको नाममा भयो त म त केस गर्यो ए छुटपत्र अनि आइमाले जितिहाल्छ जित्छ जित्छ अहिले जित्छ जित्छ ठाडो छोरा मान्छे त अब कमाउने खाने मात्र हो होइन अङ्कल जसरी कमाउने खाने छोरी मान्छेलाई चाहिँ टक्क लगाएर जसरी नि मुद्दा गर्दा छोरी मान्छेलाई नि जित्ने कि म नि त्यही भएर मेरो नाममा जग्गा सग्गा केही नराख्ने सब मम्मीको नाममा राखिदिनु है अब बुढी बिहा गरेपछि जा भने जा मसँग छैन केही पनि त्यही ठिक छ है के गर्ने अनि चाहिन्छ आफ्नो आमाले त दिँदैन मम्मीले त दिँदैन नि त अरूलाई त्यही गर्ने अब न त बुढीले दिनुपर्छ आधी सम्पत्ति काटेर 1 करोड कमायो नि 50 लाख उसलाई 50 लाख मलाई के काम त नि मैले कमाएको त्यही छ अहिले अब जे गरे नि केटीलाई नियम कानुन राम्रो गर्छ उनीहरूलाई नि हुने हो आइमालाई कुरा ठुलो चाहिन्छ बाबु यति भने यत्रो बनाइन्छ तिनीहरूले है यत्रो बनाइन्छ अन्त हामी त यो पनि पहाड हुन्छ के हो यत्रो यहाँ यो पनि पहाड तपाईँ र म यसरी बसिरहेको नि ऊ अङ्कल म यो पनि केटी मान्छे भयो नि यो पहाड हुन्छ यहाँ म ध्यान राख्नै सक्दैन सक्छ त अनि अस्ति रामलाललाई त्यो चलाउनु ट्र्याक्टर चलाउनु रामलाललाई ध्यान तल लगाइमा दन्दल नमारे केटीले पहिल्यै भनेको थियो कि ट्र्याक्टर ध्यानदेखि त्यो बाटो नलैजा आली भत्किन्छ रिस रहेछ नि त उनीहरूको पहिल्यैदेखि लम्मा लगाएर गाडी ट्र्याक्टर हालिदियो अनि त्यो आलिसमै भत्काइदियो अनि लम आएर थारू भाषाबाट कुरा गर्थ्यो के कुरा गर्दा भन्थ्यो भनिरहेको थियो चाबी थुतिर जस्तो छ त्यस्तै बनाएला भने म चुप ल्याएर बनाएर दिएर बिस्तारै बनायो चलक्क बनाएर बल्ल चाबी दिएर आएको थरू नै अनि हात हाल्नु मिलेन केटी मान्छेलाई अलि फेरि गाउँले उठेर आयो भने त बरु बनाइदिन्छु भन्यो अनि बनाइदियो ट्र्याक्टर चाबी ल्याएर चुप ल्याएर आयो के गर्ने बिगार त बिगारिहाल्यो ल म आउँछु ल तपाईँ जानु त्यही हाल्न बिगारिहाल्यो अब आफूले आफ्नै भइगयो गल्ती आफ्नो भएपछि चुप ल्याएर बसेकै ठिक छ ल्याम भने भाइ गाउँतिर त्यहाँको चौधरीहरू उठेर आयो भने ढुटो हुन्छ हामी ट्र्याक्टर जलाइदियो भने त उनीहरूको पनि ट्र्याक्टर स्याक्टर सब रहेछ के त्यो घरमा नि त्यो रिसिभ होला नि त पानी लाउँदाखेरि के हुने त्यस्तो गर्दा अनि त्यही भएर नसोधिकन हाल्नै हुँदैन क्या लाग्नै हुँदैन यो जग्गा यो तपाईँको नाममा छ भने यो तपाईँले जे गरे पनि पायो म खाल्टो बनाउँछु भने पनि पायो म डाँडा गर्छु भने पनि पायो त्यो हो नि त नि यहाँ तपाईँले अब अर्को मान्छे आउनु दिन्छ त नि हामी आएर खदुवा खन्न दिँदैन नि त्यो त सोध्नु पऱ्यो कि आलुलाउनु तास्ने हो कि होइन त्यसरी पो हुन्छ आफ्नो भने आफ्नै हुन्छ क्या जग्गाहरू यो त अब यिनीहरूले यहाँबाट नपास हुनेछ यो माथिको जग्गाले अनि आज यो तास छ भोलि यसरी घट्ने हो नि हो त्यसरी आउँछ कि त्यही भएर बुझ्नुपर्छ भत्केर जान्छ अनि दिल भत्किन्छ र तलै जान्छ जान्छ
त्यही भएर यहाँबाट मैले भने त अर्का खेत कमाउला यसरी नगर भोलि आफैले गाली खाने हो गाली पनि खाने तँलाई पानी पनि दिँदैन फेरि अनि कहाँबाट रोप्छस् नि बरु यो छेउछेउको त्योभन्दा माटो यता थप्देऊ देखाइदेऊ उनीहरूलाई खुसी बरु यसो डाँडै बनाइदिने के यसो छ्याप्प लगाएर बनाइदिएपछि त होइन माथिको मान्छेले खुसी होस् के यहाँबाट पानी बस्दैन नि त पाल भयो भने त तपाईँको जति भए पनि कति आउला र खुबै आउला 10 पाथी छेउमा आउँछ ल बढी आयो नि अनि 10 पाथीले गर्दाखेरि यत्रो संसार पुगेन त्यो अघि अङ्कलले भने जस्तो यत्रोलाई नि है यो त यति लामो है त्यस्तै हो के यति सानो कुरालाई यत्रो बनाउँछ भने पहिला यो खेत के यहीबाट स्वाट्टै वहाँ माथिमा अहिले जम्मै उसले गर्थ्यो कसले ठेक्का मुक्तन साइलाहरूले ठेक्का अदिया पहिला त अध्याएको सबै अदिया गर्दा 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 बाँड्दा बाँड्दा है परिवारहरू तिनीहरूको त घर परिवार सबै जान्ने काम गर्न जान्ने अनि सब अदिया गर्थ्यो त्यति बेला त अब ट्र्याक्टर चलन थिएन नि त हलोले त्यस्तो मुक्तन साइला त्यसै धनी भइसक्यो त्यत्रो डाँडै किनिदियो उसले त्यो मुक्तन सालले माथि बलेबो भनेको बेलुको डाँडा जम्मै कति मुक्तन साल त्यो त दिमाग लाउने हो कि अङ्कल काम गर्ने गरिरहने हो सधैँ काम गर्ने दिनदिनै पसिना बगाउने ज्यान दुखाउने हो नत्र त्यो भेलुताईको नि जग्गा नभएन नि 6-7 बिघा जग्गा थियो भेलुताईको अहिले 6-7 गरेर खाने ढङ्ग नपुगेको थियो दिमाग नि चाहियो नि त त्यो गुरुङ बस्ने मेरो छ नि है त्यो पनि भेलुताईको भेलताईको त्यो मेल बसेको डाँडा यत्रो थुमको डाँडा थियो क्या त्यो त भत्काएको है अगाडि आएको थियो है जम्मा भेलताईले कति लाग्यो 6,000 बेच्यो पहिला 6,000 बेचेर अनि त्यही मुक्तानले किनेको खासै व्यापारी गर्न लाग्यो यत्रो साग्छ जग्गा बेच्ने अनि खाने काठमाडौँ डुल्ने आउने फेरि बेच्ने मिठो खाने अनि मलाई सिद्धिन कति बेर लाग्छ पैसा भनेको त तपाईँले आज कमाइ आजै सकिन्छ क्या त्यही भएर मान्छे जग्गाहरू राख्छ नि त बरु काम गर्छ अहिले कति 6-7 गट्टा होला जम्मा अनि अब हेर्नु त मर्दाखेरि त 1 गट्टा नि भएन भने त तपाईँहरू म के गर्नु त नि उनीहरू त अनि त्यसपछि त नि के अनि खानै पऱ्यो लाउनै पऱ्यो पहिलाको जस्तै अब हुन्छ नि अब त्यसरी हिँड्नु पऱ्यो खाना पऱ्यो रक्सी पनि सुकुटी है अनि कहाँबाट आउँछ त पैसा अनि अब त यो खेतबारी पनि चाहिँ बाबु खेतबारी धेरै भयो नि काम छैन दिमाग लाउने अब दिमाग कमाउने मान्छे हुनु पऱ्यो घरमा कमाउने मान्छे छैन भने त्यो मैले खेतले केही पनि नाप्दैन कि आफूले गर्नु पऱ्यो गरेर बेच्न पऱ्यो दिन पैसा आउने बाटो गर्नु पऱ्यो अब बेच्न गयो भने भाउ पाउँदैन बेच्न गयो भने के अरे भाउ त आउँला त्यही जसले किन्छ नि उसले भनेको रेटमा दिनु परिहाल्यो है आफ्नो रेटमा दिन्न है अनि दिँदाखेरि अनि फेरि उहाँ फेरि दलालले कस्तो खाल्छ टेक्निक खाल्छ फेरि अनि किन्ने मान्छेबाट अलिकति अलिक कम खान्छ बेच्ने मान्छेबाट धेरै खान्छ दिमाग हो नि त अब यो जग्गा बेच्नलाई हेर्नु यो जग्गा बेच्नलाई दलाल खोज्छ त्यो दलालले मान्छे खोज्छ अनि किन्ने मान्छे सोध्छ अनि कतिसम्म किन्ने हो दुइटाले त्यो बिचको मान्छेलाई थाहा हुन्छ नि त अङ्कल र तपाईँ र मेरो कुरा अङ्कललाई थाहा हुँदैन सबै यति लाखमा चाहिँ यो मान्छेले यति लाख लगानी गर्न सक्छ भनेपछि तपाईँले त्यसलाई 2 लाख मैले 2 लाख दिएँ 4 लाख उसलाई पनि नाफा हुन्छ झन् दलाल पनि हुँदो रहेछ क्या यो ढट्टामा ढट्टाले पालेको हो क्या दलाल खैरनी ढट्टाले त्यो दलालहरू यहाँबाट कमिसन खायो भने उहाँ ब्याङ्कमा भर्ताल हाल्नु पर्दैन है है अनि यहाँ तिनीहरूले हामीबाट कमिसन पाएको छैन होइन अनि उनीहरूको त टेक्निक भएर हुन्छ उहाँ त मिल्या हुन्छ ल यस्तो भएछ भनिदिन्छ एकछिन अन्त उहाँ ब्याङ्कले पैसा नथोति त्यो जग्गा पास हुँदैन हेर्दै हेर्दैन त्यो कागज त्यो त त्यही हो त्यो त अब जहाँको नि त्यही त हो नि तपाईँ र हामी सरकारी मान्छे चिनेको मान्छे नभएसम्म हाम्रो कामै हुँदैन लाइनमा बस्ने हो एकजना मान्छेले रोड लाइनको घडीहरू बेच्यो अरे है बेचेको
2.5 कट्ठा जग्गा बेच्यो अरे अँ बाटोको अन्त त्यसलाई कम्प्युटरबाट बिल के अँ बिल कति आयो भने 7,63,000 है अँ त्यो ब्याङ्कलाई नेपाल सरकारले बुझाउनलाई अँ 7,63,890 है पैसाको यति चाङ बोकेछ यसरी है अनि मेरो पैसा थियो त्यो अँ सो यो मान्छेले ब्याङ्कमा त्यति आफ्नो खाता खोलेर पैसा राख्ला होला कि अनि कर तिर्ला होला कि यहाँ त कर तिर्ने ठाउँ हो यो भने चाहिँ पछि सोधेको त जग्गाको कर जम्मै दलालको टेक्निक 7 लाख त्यो हामीले त खासमा यो बेच्दाखेरि त 1 रुपियाँ पनि दिनु पर्दैन अरे त्यो किन्ने मान्छेले कर तिर्नुपर्छ अरे क्या त्यो त जसले किन्छ हो जसले किन्छ त्यसले दिनु 30 पर्छ लाख यस्तो हुन्छ क्या भन्नु 30 लाख नाग्यो भने अँ अनि 100को कुनै कति पर्सेन्ट खान्छ अरे क्या यस्तो हो तपाईँको अब उनीहरूले सरकारले पास दिँदाखेरि के अब तपाईँको मेरो जग्गा तपाईँले किन्यो नि अब मेरो 1 रुपियाँ पनि जाँदैन अरे क्या तपाईँले दिनुपर्छ अरे कर कति लाग्छ हुन्छ नि दलाललाई सबै मैले अब दलाललाई त अलिकति दिउँला मेरो जग्गा खोज्यो भनेर तर धेरै जस्तो चाहिँ तपाईँले पैसा पेल्नुपर्छ अरे क्या यहाँ पनि दिने यहाँ पनि दिने वडामा पनि दिनु पऱ्यो नगरमा पनि दिनु पऱ्यो उता खैरनीको त्यहाँ सटुवामा पनि तपाईँले दिनु त हो नि साटेको नाम पास गरेको मैले तपाईँको नाम पास गरेँ तपाईँले दिनु पऱ्यो यहाँ अब दलाललाई 5,000 छुट्टै अझै कति कहाँ हो यो त्यहाँ पैसा त्यो त तपाईँको त्यहाँ दलाल हेर्नु न ल तपाईँ त्यहाँ जग्गा पास गर्नु गएन है तपाईँको कागज माग्छ अनि कति हो भन्छ ल अब गठा अनुसार है 1.5 लाख 2 लाख हेर्छ कि त्यहाँ रोड भएको कि नभएको सबै हेरेर अनि त्यसको नि हिसाब कटाएर 5-6 हजार कति हो त्यति गरेको ट्याक्टु गरेर तपाईँको 2 लाख हुन्छ भने नि ल तपाईँले अनि तपाईँको त्यो ल्यायो अनि त्यसले काम गरिदिन्छ सबैतिर काम गरेर डाङ डुङ डाङ 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 साइन मात्रै हान्ने गरेर अनि त्यसपछि लास्टमा अनि तपाईँले 2 लाख दिनु पर्यो मलाई मेरो त्यो काम गरेकोलाई क्या अनि त्यो काम गरेर 2 लाखबाट त्यसले तिरेर कति खाने अब एकजनाकैबाट 5-6 हजार खानु पायो नि दिनमा होइन त 10 जना जति त्यसले त्यस्तै मान्छे समायो नि त होइन त अङ्कल है 1 लाख आएन त म दिनमा 1 लाख कमाउनु भन्ने सानो कुरा हो त झट्टामा बसेर त्यो नाम पास मात्रै गर्नु त हो नि यस्तो यस्तो गर्यो है मेन काम त भित्र हुन्छ झट्टामा ठ्याक्क हाने नाम चेन्ज हाने सब छैन तर फेरि पैसा दियो भने काम चाहिँ चाँडो हुन्छ है उतिनेखेर हुन्छ है फेरि बिलमा आएको रकम तिरेन भने त त्यो कागज क्या त्यतिकै भइसक्यो नि त